जिन्दगी एउटा यात्रा हो यो यात्रामा आफ्नो प्यारो मान्छे आफैसँग भइदियो भने झनै रमाइलो हुन्छ सायद कसैले ठिकै भनेको थियो कि एउटा सफल पुरुषको पछाडि महिलाको हात हुन्छ त्यसैले त म संसार जित्दै गर्दैछु मात्र तिमी मेरो साथ बसिदेऊ भविष्यले गाउने गीत म रच्दैछु मात्र तिमी सुरमा ताल मिलाइदेऊ यही हो अर्थ रच्नुको इतिहासमा